आजको यो भागमा हाम्रा श्रद्धेय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले कस्तो सल्लाह दिनुहुने रहेछ, कसरी यो समस्या समाधान गर्नुहुने रहेछ, एकपटक सुनौँ है त। उहाँकै शब्दमा, तर आवाज चाहिँ मेरो। उहाँ भन्नुहुन्छ, म तपाईहरूको नजरमा भिलेन हुनेवाला छुइनँ, म भिलेन हुन पनि चाहन्न। सेउतीको समस्या सारा बक्लौरीवासीको समस्या मात्र नभई मेरो पनि समस्या हो। म यी अन्य नेताहरू जस्तै, नयाँ पुराना पार्टीका नेताहरू जस्तै म त्यो सेउती खोलाले उत्पन्न गरेको समस्या समाधान गर्ने त्यो पक्षमा म छुइनँ, म उहाँहरूसँग सामेल छुइनँ। सेउती खोलाबाट आएको भेल, त्यसले गरेका क्षति, त्यसमा पूर्ण रूपमा सबै मेरो दोष होइन, न त मेरो दोष हो न त मेरो पार्टीको हो। तत्कालीन राज्य सरकारले अवलम्बन गर्न नसकेको, सेउती खोलाको बाढी नियन्त्रण गर्न नसकेको जिम्मा मैले लिनु छैन र हाम्रो पार्टीले लिँदैन पनि। सेउती खोलाको बाढीबाट भएको जति पनि क्षति छ, त्यसमा केही अंशको जिम्मेवारी म लिन सक्छु। मलाई त्यहाँ जति क्षति भए त्यसका 5000 बोट बिरुवाको जिम्मा मलाई दिने हो भने म लिन तयार छु। बाँकी चाहिँ म जिम्मा लिन सक्दिनँ। यो तत्कालीन सरकार र त्यो सरकारले बनाएको नीतिका कारणले गर्दा भएको क्षति हो। 5000 बोट बिरुवाको क्षति भएको जिम्मा चाहिँ म लिन सक्छु। आजको यो भागमा हाम्रा श्रद्धेय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले कस्तो सल्लाह दिनुहुने रहेछ, कसरी यो समस्या समाधान गर्नुहुने रहेछ, एकपटक सुनौँ है त। उहाँकै शब्दमा, तर आवाज चाहिँ मेरो। उहाँ भन्नुहुन्छ, म तपाईहरूको नजरमा भिलेन हुनेवाला छुइनँ, म भिलेन हुन पनि चाहन्न। सेउतीको समस्या सारा बक्लौरीवासीको समस्या मात्र नभई मेरो पनि समस्या हो। म यी अन्य नेताहरू जस्तै, नयाँ पुराना पार्टीका नेताहरू जस्तै म त्यो सेउती खोलाले उत्पन्न गरेको समस्या